अमेरिकाले फर्काइदिएपछि एक युवकको लेख, रित्तो बोरामा च्यातिएको सपना। म फर्किएको मान्छे। त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको सङ्घर्षपछि असफलतासँग चुरो स्वीकारेर लाज र मौनता बोकेर म मातृभूमि टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन, तर म आफैलाई चिनिरहेको थिएँ। म अमेरिका पुगेको थिएँ। म सङ्घर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पात्र बनेर फर्किएको थिएँ। मेरो साथमा थियो एक थान पुरानो बोरा जसमा केही लुगा थिए, पुराना कागजपत्र अनि सायद बाँकी रहेको एउटा विश्वास जसले मलाई अबसम्म बचाइरहेको थियो। मैले किन अमेरिका रोजेँ? म धेरै जस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित। म पटक पटक असफल भएँ। मिडियाबाट पाइला अगाडि बढाउन खोजे, सफल हुन सकिन। राजनीति गरे, राजनीति मिलेन। स्रोत साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म एउटा नालायक हुँ। विदेश गइस् भने बल्ल केही हुन्छ भन्ने कर्णप्रिय भ्रमहरू घरिघरि मेरो कानमा गुन्जिन्थे। मैले अमेरिका छाने। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथे, म बाँच्न चाहन्थे, आफूलाई केही साबित गर्न चाहन्थे। यात्रा आधीभन्दा तीव्र र थकित। जङ्गल, सर्प, नदी, तस्कर, धोका, भोग, ज्वरो सबै पसे मेरा बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्थ्यो अब म फेरि जन्मिएँ, तर त्यो आशा धेरै टिकेन। अमेरिकामा मैले आफूसँगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडि नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्किने दिन घुरेका। सबैका कथा उस्तै थिए। घर समाजमा बेरोजगारीले भोगेका तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि अनि एउटै लक्ष्य, बाँच्ने। नियति मेरो पक्षमा थिएन, कागज थिएन, कानुनले मलाई अयोग्य ठहरायो। महिनौं हिरासतमा परेँ अनि एक बिहान एउटै कागज थमाइयो, तिमी नेपाल फर्क, तिमी यो देशका होइनौ। फर्कनुको पीडा। न्युयोर्क सहरबाट एयर इन्डियाको जहाज चढेर जब नेपाल फर्कदै थिएँ, अझ भनौँ फर्काइदै थिएँ, मेरो हरेक अङ्ग लाजले पोलिरहेको थियो। मलाई लाग्थ्यो म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो। पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताइसकेको बेला नेपाल उत्रिएँ। कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो। गैर कानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए। सामाजिक सञ्जालमा खिसिट्युरोको सगरमाथा खडा गरियो। अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए। डलर काट्न गएकाहरूको यस्तो हालत। यसो भन्ने व्यङ्ग्यहरू झन् मनमा छिर्छ। तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो। समाजको निर्ममता। फर्किएपछि देखेँ समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने र अरूको पीडामा हाँस्ने। कोही सोध्थे अनि के ल्यायौ त, जस्तो कि म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, नत्र किन फर्किन्थ्यौ त। साथीहरू टाढा भए, आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बने। यस्तै हुन्छ रे विदेश जाँदा। तर कसैले मेरो प्रयास देखेन, मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई जीवनले हारेको सन्देश बनाइयो। मेरो सपना, मेरो भविष्य। म अमेरिका पैसाका लागि गएका थिइनँ। मलाई सुनका चुरा किन्नु थिएन, न त दिदीबहिनीको बिहे गर्न थियो। म आफैको जिन्दगीको अर्थ खोज्न हिँडेका थिएँ। देशमा म जस्ता लाखौं युवा छन् जसले सपना देख्छन् तर अवसर पाउँदैनन्।